यता हेर्नु आन्टी मैले भ्लग बनाउँछु कि हेलो भनिदिनु मेरो बाबुको भिडियो हेरिदिनु होला भनिदिनु ए मेरो बाबुको भिडियो हेरिदिनु होला सब्स्क्राइब लाइक गरिदिनु होला यस स्वाङ ल ढोक्दिउँ हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल धेरै पछि हो क्या आज पेट्रोल पम्पमा डाइरेक्ट जाडो भएर तेल हाल्न आएको डाँडा कालिका जानु आएको त्यही हो भ्लग नि नआएको धेरै भयो गोब्रो नि बिग्रेर बना होइन तेल हालेर अब अरू भिडियो देखाउँदै गर्छु बाई बहुत जाडो आज डाँडा कालिका जानु लाग्यो त्यही हो ल आज यतै भिडियो अहिले देखाउँ ल बाई डाँडा कालिका जान लागेको गाइस दिपिका र भाइ त्यहाँ छ जाडो हामी हो त्यो डाँडामा हामी त्यहाँ डाँडामा जान लागेको साथी डाँडामा हो डाँडामा अब 5 वर्षपछि मन्दिर दर्शन गर्न जाडो छ हामी जङ्गलभित्र छिर्यो होइन गेन्सिङको आन्दोलनले केबल कार जलाइदिएछ त्यही भएर हामी त यी स्कुटरमा अब जाँदैछौँ मन्दिर जस्तो ठाउँको मन्दिर ठाउँ जस्तो पनि के केबल कार जलाइदिएको भन्नु लगाइदिएको होला केबल कार पाप लाग्छ त्यही भएर पाप पुलिस भएर बसिरहेको छ माथि गएपछि तपाईँहरूलाई म राम्रो भ्यू देखाउँछु मन्दिर ल अहिले भेटौँ ल गाइस गर्मी हुँदो अब त गरी भइहाल्छ नि घाम लाग्छ ज्याकेट त त्यहाँदेखि आराम भन्दैछ म अन्त पातलो मान्छे हिँड्न सक्यो भने ल पूजाको सामानहरू किन्ने ठाउँमा छिरियो यता त नि आइपुग्यो सामान किन्न यो 300 को त्यो 150 सामान नि किन्यो माथि चढ्दै हो केबल कार त किन जलाउनु पर्ने होला है मन्दिर जस्तो ठाउँको नि केबल कार जलाउने हो त्यस्तो नि युवाहरू रे यही हो डाँडा कालिका गाइज धेरै पछि भ्लग आएको छ हेरिदिनु होला सब्सक्राइबर नि 8,000 रे 800 पुग्न लागिरहेछ यो त कस्तो कालो बाँदर है
टन्नै रहेछ ल मन्दिर आइपुग्यो हाम्रो चितवन नारायण घाट खासै राम्रो नदेखेको ल गाइज हामी आइपुग्यो त्यही हो बाटो लास्ट खत्तम रहेछ जेएनजेहरूले केबल कार धरि नछोडेर मन्दिर जस्तो ठाउँको नि ल गाइज हामी भेटौँला बाई जुत्ता पनि यहाँ राखियो हो क्या ल भित्र छिरियो त्यही हो भ्लग आएन भनेर चाहिँ माइन्ड नगर्नु कपिराइट त लाग्दैन नि मान्छे बोलेको क्या के मान्छेहरू ठिकै ठिकै रहेछ त्यति हिँड्दा पनि थाकिँदो रहेछ ल अहिले भेटौँ ल यस ट्वाङ हो यो ल ढोकिदिउँ ल भित्र आइपुग्यो यो हाम्रो यो नि गरिदिनु न के गर्ने गर ल धुप बाल्न पर्छ धुप बाल्ने कार्यक्रम भइरहेछ ल हावाले सेक न हावाले हावा खोजेर पैसा दिँदा 5-10 रुपियाँ त्यसले के त्यहाँ गर्ने हो यता गर्ने होला नि घुमा पुस्ता त कहाँ हो जाने कहाँ हो गर्ने यो मन्दिर घुम्ने हरेक कार्यहरूको सफलता मिल्न सकोस् हरेक कार्यहरूको पूर्णता प्राप्त हुन सकुन् उहाँहरूको मनकारी मनले सबैको भट्टाघर परिवारबाट स्वर्गवासी सबै पितृहरूबाट घर परिवारमा सबैको सुख शान्ति आशीर्वाद लागिरहन सकोस् यही शुभकामना व्यक्त गर्न चाहन्छौँ तपाईँहरूको आजको दिन शुभ रहोस् शुभ दिन शुभयात्रा शुभमङ्गल धन्यवाद भयो ल लास्ट हाम्रो यो लास्ट होइन त अब होइन कि अब लास्ट हो नि त यो हाँसी भ्याइयो नि त हाम्रो काम होइन औँला देखेँ
ल हाम्रो काम भ्याइयो निस्किन लाग्यो र यस्तै भयो आज डाँडाकालिकाको ब्लग यति भन्दै एकछिनमा भेट्छु जुत्ता लाउनु पर्यो नि त गाइस पुरै जोडान हुन्छ जोडान आबा के भने भयो जाम ल लास्ट हाम्रो यही हो मकै पोलाइ खाने हाम्रो आन्टीकोमा आयो भने हाम्रो आन्टीकोमा मकै खानु होला यता हेर्नु आन्टी मैले भ्लग बनाउँछु कि हेलो भनिदिनु मेरो बाबुको भिडियो हेरिदिनु होला भनिदिनु ए मेरो बाबुको भिडियो हेरिदिनु होला सब्स्क्राइब लाइक गरिदिनु होला आन्टीकोमा मकै खाना आउनु है गाइज ल मिठो बनाउनुहुन्छ यही छ ल अब अन्तिम भिडियो हो अब सबै काम भ्याइयो अब जान मात्रै बाँकी छ बहिनी आउँदैछ ल गाइज हामी जान लागेको ब्याक क्यामेरै हुन्न क्या हो ल गाइज कस्तो मोटो देखेको यार सी यू इन नेक्स्ट ब्लग बाई